खुर्सानी काटेर हाल्छौँ साथीहरू, त्यसपछि खान्छौँ। साथीहरू अब हामी खाने त धेरै छैन। साथीहरू नमस्ते, तपाईहरू सबैलाई स्वागत छ मेरो रक्षा किचनमा। आज चाहिँ के पाक्दैछ त भन्दाखेरि चाउमिन पाक्दैछ साथीहरू। म चाहिँ चाउमिनको लागि सबै सामान चाहिने सामानहरू सबै रेडी गरेछु। भेजिटेबलहरू, प्याज, टमाटरहरू सबै रेडी गरेछु। अब चाउमिनलाई एकछिन उमाल्छु साथीहरू। उमाल्नको लागि पानी पनि रेडी गरिसकेको थिएँ मैले। अब चाहिँ म चाहिँ यस्तो वाला चाउमिन ल्याउँछु साथीहरू। मलाई फेरि अर्को सिन्कीवाला चाउमिन मन पर्दैन, अनि यो चाउमिन ल्याउँछु। चाउमिन चाहिँ ठिकै लाग्छ। त्यहाँ भेज चाउमिन बनाउँछु। चाउमिनको लागि अलि धेरै नै भेजिटेबलहरू सबै रेडी गरेछु है मैले चाहिँ। अनि एकदम हेल्दी चाउमिन बन्छ साथीहरू। हेरौँ है त कस्तो बन्छ साथीहरू। म चाउमिनमा थोरै बेसार हालेर गराउँछु, कलर राम्रो लाग्छ भन्ने चाउमिनमा। अब यो मैले चाउमिन हाल्छु साथीहरू। अब हामी खाने त धेरै छैनौँ, यति भइहाल्छ होला। अनि भेजिटेबलहरू धेरै हालेपछि हुन्छ, त्यही भएर यति चाउमिन हालेँ। अब यसलाई एकछिन यसरी उमाल्छु। चाहिँ यता उमाल्दैछु साथीहरू। म अब यसमा फलामको कराईमा पकाउँछु। यो चाहिँ यस्तो लागेछ। फलामको कराईमा पकाउँछु है साथीहरू। फलामको कराईमा पकाएको जस्तो यो कराईमा पकाएको चाहिँ मिठो हुँदैन, त्यही भएर मैले फलामको कराईलाई एकछिन तात्तिदिन्छु। मेरो कराई तात्तिसक्यो। तेल हाल्छु। म चाहिँ तोरीको तेलमै युज गर्छु सबै खानेकुराहरू। तेल चाहिँ तात्तिसकेको छ। म हाल्छु यसमा प्याज। एकछिन प्याज खुर्याउँछु। प्याज रातो हुन दिइसकेपछि अनि यिनीहरू क्याप्सिकमहरू, क्यारोट चाहिँ पाक्दैछ। प्याज रातो भएको छ साथीहरू। म नै हाल्छु यो क्याप्सिकम। यो चाहिँ अलिकति धेरै भयो जस्तो लाग्यो। म चाहिँ थोरै निकाल्छु है साथीहरू, यो धेरै पनि राम्रो नहोला कि। कोले ट्राई गर्नुभएको छ यस्तै। मलाई चाहिँ होटलको भन्दा एकदमै मिठो लाग्छ घरमै बनाएको। त्यसपछि म प्रायः जसो कहिल्यै पनि खाँदिनँ। खाए पनि त्यो किनेर ल्याएर खाए पनि कहिले पुरै सक्दैन कि, मिठै हुँदैन। सँगसँगै एकछिन भुट्छु मजाले, रातो हुँदिन्छ साथीहरू। म अब टमाटर पनि राख्छु। टमाटरलाई मैले बोक्रा फालेर गराएको थिएँ, राम्रो हुन्छ भनेर। यो बोक्रा लाग्दैन कि, छिटो पनि पाक्छ। त्यसले मजाले पाक्छ। पाक्न दिनुपर्छ। मलाई चाहिँ अलि धेरै नै पकाएको राम्रो लाग्छ कि। यिनीहरू काँचै निकालेको भन्दा पनि अलि धेरै पकाएको मिठो हुन्छ। म यसमा हाल्छु अब नुन हालेपछि छिटो पाक्छ भनेर। त्यसपछि थोरै कलरको लागि मात्रै, नत्र म चाउमिनमा हालिसकेपछि बेसार थोरै राख्छु। यो फेरि घरको बेसार हो, थोरै हाले पनि कस्तो लाग्छ कि। यो चाहिँ लगभग पाकेको छ। अनि त्यसपछि मैले हाल्छु क्याबेज, कस्तो मजाको भएको छ। एउटा मसला थियो मसँग, यो मसला पनि म थोरै यसैसँग पाक्छ भनेर मिक्स गरिदिएको छु।
अरू त केही हाल्दैन मैले मसला चाहिँ हाल्छु फेरि चाउमिन चाहिँ यस्तो भएको छ मेरो हल्का टुक्रा टुक्रा परे जस्तो हुँदो रहेछ यसमा फेरि चाउमिन हाल्छु साथीहरू कोले ट्राई गर्नुभएको छ यसरी ट्राई गर्नुहोस् है साथीहरू तपाईँहरूले पनि घरमा मिठो हुन्छ बजारको किनेर खानुभन्दा धेरै हेल्दी पनि हुन्छ मिठो पनि हुन्छ यसले मिलेन अब म एकछिन क्यामेरा एउटै हात छ नि त मेरो त्यही भएर राख्छु अहिले चाहिँ यस्तो बनाएँ साथीहरू मसँग अलिकति सोया सस थियो सोया सस राखेँ अनि थोरै भेनिगर पनि राखिदिन्छु साथीहरू यो बाहेक अरूसँग मसँग चाहिँ केही सामान थिएन तिमी राखेँ यसले चलाएपछि फेरि टुक्रा पर्छ मसँग चाहिँ चलाउने सामान थिएन त्यही भएर म यसले चम्चाले चलाउँछु साथीहरू कस्तो राम्रो भएको छ सबै मसलाहरू मोल्नुपर्छ यतासँगै म चाहिँ अजिनाहरू केही हाल्दैन मेरो छोरी पनि छिन् किन खुर्सानी नहालेको होला भन्नुहुन्छ होला साथीहरू तपाईँहरूले मेरो छोरीले खाँदिन छोरीलाई निकालिदिइसकेपछि पछि काटेर खान्छौँ हामी हामी चाहिँ भेज भन्दा पनि मेरो हस्बेन्ड चाहिँ भेज हुनुहुन्छ त्यही भएर चाहिँ चिकन चाउमिन बनाउनु मन लाग्छ मलाई उहाँले खानुहुन्न त्यही भएर भेजै बनाइदिएँ साथीहरू हेर्नु होला कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है साथीहरू मेरो चाहिँ चाउमिन रेडी भएको छ त्यसपछि म चाहिँ माथिबाट हरियो धनिया हालिदिन्छु हरियो धनिया हालिदिएँ लोकल धनिया हो बास्ना राम्रो आउँछ अब चाहिँ हामी खान्छौँ है साथीहरू तपाईँहरूले के नास्ता खानुभयो आज चाहिँ हाम्रो चाहिँ यही चाउमिन भयो है अब हामी खान्छौँ साथीहरू मैले चाहिँ हालिसकेँ प्लेटमा यो चाहिँ छोरीको लागि हो छोरी सुतिरहेछिन् त्यसपछि उठेर खान्छौँ नि अब यसमा हामीले खुर्सानी काटेर हाल्छौँ साथीहरू त्यसपछि खान्छौँ